म यहाँ सानो एउटा भिडियो बनाउँदैछ। यो भिडियो चाहिँ किन हो केको लागि हो भने चाहिँ हामी सबैजनाले चाहिँ युट्युब च्यानल चलाउँछ। अनि युट्युब च्यानल चलाउँदाखेरि चाहिँ अब सधैँ युट्युब च्यानल चाहिँ अन भयो भने चाहिँ कसैले हेरिदिएला कि अनि फेरि के होला कि भन्ने जस्तो मनमा के लागेको मान्छेहरूलाई चाहिँ यो साइन आउट कसरी गर्ने थाहा नभएकोहरूलाई चाहिँ यो भिडियो काम लाग्छ है त। अनि यो भिडियो स्पेसली यो आइफोन बोक्नेहरूलाई चाहिँ आइफोन युज गर्नेहरूलाई चाहिँ यो आइफोनबाट चाहिँ युट्युब च्यानल चाहिँ कसरी साइन आउट गर्ने त भन्ने थाहा नहुनेहरूलाई चाहिँ म यो कसरी गर्ने त देखाउँछु है त। अब म यो मोबाइलबाट चाहिँ युट्युब च्यानल चाहिँ साइन आउट कसरी हुन्छ भन्ने देखाउँछु है त। फर्स्टमा तपाईँ यो युट्युब आफ्नो त्यो युट्युब चाहिँ अन गर्नु पऱ्यो। अन गरिसकेपछि तपाईँको यो माथि राइट साइडमा यहाँ आउँछ आफ्नो लोगो आउँछ। यो मेरो लोगो हो। यो लोगोमाथि क्लिक गर्ने है। यो लोगोमाथि क्लिक गरिसकेपछि चाहिँ तपाईँले यहाँ आउँछ, यहाँ मिस्ट्री योगी भन्ने मेरो यो च्यानलको नाम चाहिँ आउँछ। यो ठाउँमा एउटा एरोमाथि क्लिक गर्ने। योमा क्लिक गरिसकेपछि चाहिँ तपाईँको यहाँ आउँछ युज युट्युब साइन आउट भन्ने आउँछ है। युज साइन आउट त्योमाथि क्लिक गरिदिने। तपाईँको च्यानल साइन आउट भइसक्यो। अब यसरी साइन आउट